हेलो साथीहरू, आज चाहिँ म सुँगुरको बच्चाको चारो पकाउँदैछु। सुँगुरको बच्चाको चारो चाहिँ यस्तो गक्लेटो भन्छ यसलाई चाहिँ हाम्रोतिर, तपाईहरुकोतिर के भन्छ? यो चाहिँ मसिनो काटेर अनि पिठो उमालेर अनि यो गक्लेटो हाल्नुपर्छ अनि पकाएर दिनुपर्छ सुँगुरको बच्चालाई। हाम्रो चाहिँ 9वटा सुँगुर थियो, 6वटा भुनी, 3टा बुच्चा थियो साथीहरू। एउटा बुच्चा र 3टा भुनी 4टा भुनी बेचिसकेको। अब जम्मा कतिवटा 4वटा छ, जम्मा 4वटा, 2टा भुनी 2टा बुच्चा छ। अब तपाईहरुलाई चाहिन्छ भने मलाई सम्पर्क गर्नु होला। म चाहिँ उनीहरुको लागि चारो काट्दै छु। 2टा बुच्चा बेच्ने, एउटा भुनी बेच्ने, एउटा चाहिँ घरमा राख्ने। 2टा बुच्चा चाहिँ र एउटा भुनी चाहिँ किन्नलाई मलाई सम्पर्क गर्नु होला साथीहरू। म चाहिँ यहाँ उनीहरुको लागि चारो पकाउँदा वाक्कै भइसके। के गर्नु साथीहरू, सुँगुर पनि पाल्नुपर्छ, खानु पनि पर्छ नि सुँगुरको मासु। त्यसैले तपाईहरुलाई चाहिन्छ नि मलाई सम्पर्क गर्नु होला है साथीहरू। त्यहाँ भान बसिरहेको छु पर, यहाँ चाहिँ पुरा चारो काटिरहेको छु। अब यसले भोलि पर्सिसम्म थाम्छ अनि पर्सि पनि फेरि पकाउनु पर्छ। माउलाई फाल्टै बच्चालाई फाल्टै पकाउनु पर्छ साथीहरू। मिठो मिठो दिनुपर्छ नि, के गर्नु, राम्रो पाल्नु पर्यो नि, नराम्रो पालेर हुँदैन। हाम्रोतिर चाहिँ के भएको पानी मात्रै परेकै गर्छ। के भयो साथीहरू। बाई बाई साथीहरू, आजको लागि चाहिँ यति नै।